हेलो हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज मैले सानो भ्लग लिएर आएकी छु। अन्तिमसम्म हेरिदिनु होला अनि लाइक कमेन्ट पनि गरिदिनु होला। हामी 4 जना साथी आज घुम्न भनेर निस्केको गोदावरी घुम्नलाई। पानी परेर जाम कि नजाम भइरहेको थियो, फेरि पानी रोकिएर घाम लाग्यो जस्तो भएर हामी आएको। आएर नै हामी नास्ता खानलाई बसिसक्यौँ। चाउमिन र मोमो खानलाई। यिनीहरू मोमो खान्छन्, हामी दुईटा चाउमिन खान्छौँ। यिनीहरूको मोमो नि आइसक्यो, ट्याक्क मोमो बनिसक्यो यिनीहरूको। यिनीहरू मोमो खान्छन्, हाम्रो चाउमिन चाहिँ पछि आउँछ एकछिनमा। ए मिठो भएर नै भन्दैछन् मोमो मिठो छैन रे। यिनीहरू गफ गर्दैछन्, खाँदैछन्। अनि हाम्रो चाउमिन आउँछ अब एकछिनमा। यिनीहरूले खाइसक्या हुन्छ त्यतिसम्म। अनि हाम्रो चाउमिन नि बाहिरको मौसम फेरि पानी आउला जस्तो छ। अब हाम्रो चाउमिन ठ्याक्क आइपुग्यो नि साथीहरू, ठ्याक्क आइपुग्यो। अब हामी चाउमिन खाने हामी चाउमिन। साथीहरू अन्तिमसम्म हेरिदिनु होला भिडियो। यी बहिनीले खान्छ कस्तो छ, सुरुमा मिठो छ रे, मिठो छ भन्दैछ है बहिनीले खान्छ। हेर्नुहोस् साथी, अब हामी त्यहाँबाट ढिला ढिला हुन्छ हामीलाई। त्यहाँबाट हामी फर्किन्छौँ गोदावरी जानको लागि। फेरि 5 बजीसम्म मात्र खुला हुन्छ अरे। अनि हाम्रो चाहिँ कति 3:30 बजिसकेको थियो। हामी गयौँ, तिनीहरू अगाडि छन् दुईटा, हामी पछाडि छौँ। अनि सुई हामी नि दगुरेर गएको तिनीहरूसँगै। ए दगुरेर गएको। अनि अर्को साथी चाहिँ कसलाई फोन गर्दैछ, फोनमा बिजी छ ऊ। हेर्नुहोस्, फोनमा बिजी छ त्यो, फोन गर्दैछ त्यसले। बाटो नि हिलो हिलो छ, पानी आएर कस्तो फोहोर थियो बाटो। अनि त्यसले फेरि गाना गाउँछ, डान्स गर्छ। त्यसलाई डान्स गर्न मन लाग्यो अरे, डान्स गर्छ। हामी अब गोदावरीको गेटनेर पुग्छौँ साथी, गेटनेर पुगिहाल्यौँ। हामी एकछिनमा टिकट लगेर नि भित्र छिरिहाल्छौँ। ढिलो भइसकेको छ, टाइम छैन, 5 बजीसम्म मात्र खुला हुन्छ। त्यही भएर हामीले अनि भित्र गएर फेरि गाना गाउने रे यिनीहरूले। यहाँ गाना गाइरहेछन् है, सुन। गाना गाइरहेछौँ हामीले यहाँनिर ट्याक ट्याक पारामा गाना गाउँदै हिँड्दैछौँ। हामी डान्स गर्दैछौँ भिडियो बनाउँदै। है एउटा साथी चाहिँ ऐसेलुको झ्याङमा गएछ। ऐसेलु टिप्नलाई ऐसेलु देखेर पाकेको त छैन साथीहरू, अलिअलि मात्र पाकेको थियो। यसले टिपेछ थोरै। यसले दिन्छ मेरो हातमा ऐसेलु, थोरै टिपेको थिएँ। अब हामी चाहिँ लाग्छौँ भिडियो बनाउन फेरि डान्ससँगमा। अब चाहिँ हामी सबै मिलेर एउटा एउटा भिडियो बनाएछौँ हिँडेको। अनि त्यसपछि हामी घर जाने तयारीमा हो। त्यसपछि यिनीहरूले के चित्त बुझेन है, सुन्नुहोस् यिनीहरूको कुरा। आज पानी पऱ्यो रे, अनि न राम्रो मौसम थियो, अनि न राम्रो मोबाइल थियो आज। अनि यिनीहरूलाई रिस उठ्यो, त्यही भएर फोटा नि खिचेनन्। त्यही भएर सुनाउँदैछन् यिनीहरू। ए तैँले गर्दा हो भन्दैछन् मलाई यिनीहरू जबरजस्ती। त्यसपछि हामी यहाँ आइसक्रिम खान्छौँ, बिच बाटोमै खाँदै हिँड्दैछौँ हामी साथीहरूले। यस्तरी खानलाई चाहिँ यो पनि यस्तरी खानलाई चाहिँ, अनि यो पनि यस्तरी खानलाई चाहिँ। अनि म पनि खाँदैछु। हामी फर्क्यौँ आजलाई यति नै। बाई बाई साथीहरू। सक्यो आजको भ्लग मेरो, अन्तिमसम्म हेरिदिनु होला।